यो हो हाँडी गाउँ जोजोलप्पा। हाँडी गाउँमा यहाँहरूलाई हार्दिक स्वागत छ। यो हो हाँडी गाउँ। जुजुधौदेखि लिएर गएर टन्नै रहेछ नि यार। आहा शनिबार मस्त हुनेछ यार यहाँ। आहा ल का यो हो के धन्यवाद धन्यवाद सबैजनाले स्वागत गरिनु भएको छ। हामीहरू गएर खाइदिइरहेका छौँ। कतै यहाँ हरियो सागपातहरू पनि बेचिरहनु भएको छ। हाम्रो विष्णु मास्टर हिँडिरहेछन् मस्तले होइन। कोही पुरा फोटोदेखि लिएर यस्तो भइरहेछ। यो हो के तरिका। यसलाई चाहिँ ठिक छ। भक्तपुरको जुजु घाउ पनि यहाँ पाइन्छ। नेवारी आइटमहरू मस्तले पाइन्छ यहाँ। सबै ठाउँ राम्रो छ, गजब छ कि यहाँ। ए अघि हामीले खाइरहेको कहाँ हो यार? अलि परे हो। ए फाल्छ भनेको अलि उतापट्टि हो। ल मन्दिर आयो त अब यहाँ पनि छ। यहाँ ठिक छ ठिक छ ठिक छ ठिक छ। शेरबदाई लागिरहेछ गजब। शेर्पा ज्योति भएपछि बाहुनको के काम लाग्छ? रमाइलो यसले हँसाउने हो यार साथीले। तर जे भए पनि रमाइलो त रमाइलो हो कि होइन। मान्छेले विश्वास पनि गर्छ होइन। एउटा यस्तो हो, हेलो दिदी होइन बहिनी रहेछ बिचरा यार। दिदी नभन्नु पर्ने थियो, बर्बाद भइगयो नि। बहिनी अब भतिजीहरू पर्नेछन्। आउँदैछु म अब 15 मिनटमा आइपुग्छु। यो हो फुल नेवारी आइटम। यो हामीले खाएको यहीँ हो। चट्टामरी उटामरी सब खाएको यहीँ हो होइन। र अहिले त्यो के अरे हामीले त ऊ नै खाइरहेको छौँ त। के अरे मछलीको के अरे त्यसलाई के भन्छ? माछाको के खाएको अघि हामीले हो? के अरे माछा के खाएको अरे? माछाको छोइला। ओके तर मैले त रमाइलोसँग खाएँ। त्यसमा अन्य त छैन। राम्रो छ यार। टोखा धेरै राम्रो है होइन। टोखा त अलिक गाउनै पर्ने बिचरा। त्यसलाई त्यस्तो भन्न मिल्दैन। टोखा आफ्नो ठाउँमा ठिकै छ। अब यो हाँडी गाउँ भइगयो नि। हिजो अस्ति बच्चाहरूको रमाइलो भइरहेको थियो। अब अहिले चाहिँ अलिकति रहेछ। त्यही पनि बच्चाहरू बसिरहेछन् है। हाम्रो छोराछोरी टन्नै बसिरहेछन्। बधाई छ। राम्रोसँग बसिरहेछन्। स्पेसली बच्चाहरू स्पेसल बसिरहेछन् यहाँ। त्यो यो चाहिँ छ क्या रमाइलो यार। ल पुरै रमाइलो गरिरहेछ नि यार बच्चाहरू। ठिक छ। हाँडी गाउँको यो ठिक ठिक लागिरहेछ। ल ठिक छ डन।